हस् नमस्ते सबैजनालाई। आज म कहाँ जान्छु हजुरहरूलाई देखाउँछु है। विदेश 6 दिन दुःख गरेर 1 दिन रमाउने ठाउँ भनेको विदेश। लाइक अब आज मेरो विकेन्ड, म कहाँ जान्छु हजुरहरूलाई सबै देखाउँछु। सो मलाई त कस्तो मेरो देश कहिले होला यस्तो बाटो सफा हरियाली भनेर एकदमै सोच आउँछ। जतिखेर ड्राइभ गरेर काहीँ जान लागे एकदम मेरो सोच चाहिँ मेरो देश पनि यस्तो होस् भनेर लाग्छ। हेर्नुहोस् न कति हरियाली, जता हेर बाटो हेरे कति क्लिन छ, एकदमै सफा। अहिले हामी साइप्रस वाटर पार्क जाँदैछौँ। सो अब 6 दिन दुःख गरे 1 दिन त भुल्नु पर्यो, रमाइलो गर्नु पर्यो भन्दै अब अहिले हामी हेर्न जाँदैछौँ। सो हेर्नु न कति रमाइलो हो कि। वाउ, त्यो थकान त 6 दिनको थकान त कहाँ गयो। रमाइलो छ हेर्नु। हजुरहरू पनि म सँगसँगै इन्जोय गर्नु होला। वेदरले पनि कस्तो साथ दिएको। वेदर हेर्नु न जाडो न गर्मी। वाउ, कस्तो राम्रो वेदरमा सट्ट घुमिरहेको छु। फुलहरू हेर्न लायो भने त्यस्तै छ, कस्तो राम्रो फुलहरू फुलाएको, हरियाली। त्यही लाइक लेक साइडमा चाहिँ रेस्टुरेन्टहरू छ। खाना जस्तो इन्डियन, नेपाली, चाइनिज, अमेरिकन जस्तो भने त्यस्तै फुडहरू पनि त्यहाँ अभाइलेबल हुन्छ। सो यसरी फोटो खिच्दै फुलसँग रमाउँदै आफ्नो थकान मेट्दै एकदम इन्जोय गरिरहेको छु। हजुरहरू पनि मसँगै इन्जोय गर्नु होला। सो हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। हजुरहरू जहाँ हुनुहुन्छ स्वस्थ रहनु, मस्त रहनु, व्यस्त रहनु। ओके, बाई बाई।